आज हामीले एकदमै सविस्तार भदौ 23 र 24 गतेका घटनाहरूको पृष्ठभूमि, त्यसका अन्तर्यहरू र त्यसले देशलाई कता लैजान खोजेको छ त्यसका परिणामहरूको बारेमा एकदमै सघन छलफल गऱ्यौँ। वर्तमान सरकारले गरेका क्रियाकलापहरूको बारेमा पनि एकदमै गम्भीर समीक्षा भयो। हामी के निष्कर्षमा, यद्यपि अब अन्तिम निष्कर्ष निकाल्न बाँकी छ, तर जति पनि बोल्ने कमरेडहरू हुनुहुन्छ सबैको निष्कर्ष चाहिँ भदौ 23 गते जेनजी युवाहरूले, नवपुस्ताले राखेका आवाजहरू स्वाभाविक थिए। उहाँहरू स्वयंले पनि आन्दोलन शान्तिपूर्ण हुन्छ, हामी निषेधित क्षेत्र तोड्दैनौँ, हामीले चाहिँ सरकारलाई सुशासनको पक्षमा, भ्रष्टाचारको नियन्त्रण गर्ने कुरामा या सामाजिक सञ्जालहरू सञ्चालन गर्ने मामलामा चाहिँ दबाव सृष्टि गर्छौँ भन्नुभएको थियो। तर दिउँसो अपराह्नपछि चाहिँ त्यसलाई जबरजस्ती निषेधित क्षेत्र तोड्ने, संसद भवनमा पुर्याउने र गोलीकाण्ड हुने एउटा दुःखद स्थिति सृजना भयो। एउटा शान्तिपूर्ण आन्दोलनभित्र को घुस्यो, कसले घुसपेट गरायो र त्यो एउटा दुखान्त स्थिति सृजना गर्यो भन्ने बारेमा यो एकदमै गम्भीर प्रश्न हो र यसको एकदमै गहिरो छानबिन हुनुपर्छ भन्ने एउटा विषय। दोस्रो, त्यसलाई आधार बनाएर भदौ 24 गते जे भयो त्यो देशप्रतिको, लोकतन्त्रप्रतिको, संविधानप्रतिको, हाम्रो सामाजिक एकता, सद्भाव र समग्र हाम्रो इतिहासप्रतिकै ठुलो आक्रमण हो र त्यो सामान्य घटना होइन। त्यसका बारेमा एकदम गहिराइका साथ सत्य तथ्य अनुसन्धान गर्नुपर्छ भन्ने कुरामा पनि र तिनीहरूलाई, दोषीहरूलाई कारवाही गर्नुपर्छ भन्ने कुरामा पनि सबै कमरेडले त्यही कुरामा जोड दिनुभयो। एउटा विशेष स्थितिमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको छ, तर यो सरकारले त्यस पछाडि जे काम क्रियाकलापहरू गर्दैछ त्यसप्रति भने हाम्रो एकदमै गम्भीर ध्यानाकर्षण भएको छ। केही कुरामा हाम्रो गम्भीर आपत्ति छ। मुलुकलाई यति बेला विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो। त्यसका लागि सबै दलहरूलाई साथमा लिएर अगाडि बढ्नुपर्ने थियो। तर सरकार दलहरूलाई साथ लिने होइन कि निषेधको बाटोबाट अगाडि बढिरहेको छ। सरकारमा रहेकै मान्छेहरू र हामीले यो सरकार बनायौँ भनेकाहरू हिंसाको भाषा बोलिरहनु भएको छ। राजनीतिक नेताहरूको माथि भौतिक आक्रमणका धम्कीहरू छन्। एकातिर प्रहरीलाई कुटी कुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरूलाई चाहिँ सजिलै छोडिदिने, प्रहरीले गिरफ्तार गरेका त्यस्ता व्यक्तिहरूलाई पनि सजिलै छोडिदिने गृहमन्त्रीको दबावमा, अर्कोतिर चाहिँ शान्तिपूर्ण ढङ्गले गतिविधि गर्नलाई अरू पार्टीहरूलाई रोक लगाउने र नेताहरूलाई चाहिँ स्थान हद तोक्ने, यी कुराले वर्तमान सरकार निर्वाचन गराउने बाटोतिर होइन, वास्तवमा मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत छ भन्ने देखाएको छ। यसलाई अविलम्ब अन्त्य गरिनुपर्छ र सिङ्गो देशलाई एक ठाउँमा उभ्याउने एउटा वातावरण निर्माण गर्नुपर्छ भन्ने हामीले त्यो दिशामा छलफल गरेका छौँ। त्यसबाहेक अब पार्टीले छिट्टै महाधिवेशन गरेर महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नहरूको जवाफ महाधिवेशनबाटै खोज्नुपर्छ। पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने कुरा चाहिँ का निम्ति छिटै महाधिवेशन आयोजना गर्नुपर्छ भन्ने पनि कुराहरू भएको छ। सम्भवतः भोलि हामीले त्यसको एउटा प्रस्ताव पनि तयार गर्छौँ होला। मोटामोटी यिनै छलफलहरू भएका छन्। आज पहिलो त यो राष्ट्रपतिले त एउटा अभिभावकीय भूमिका खेल्नु भएको हो। यो बैठक आयोजना गर्नुपर्ने थियो प्रधानमन्त्रीज्यूले, किन राष्ट्रपतिज्यूले त चुनाव गराउने होइन, राष्ट्रपति कार्यकारी प्रमुख होइन, उहाँ त देशको अभिभावक हो। उहाँले अभिभावकीय ढङ्गले भूमिका खेल्नुभयो, धन्यवाद छ। तर सरकारले हो नि त सर्वदलीय बैठक आयोजना गर्नुपर्ने, यो सबै उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने। त्यसो भएको हुनाले पहिलो हामीले त्यो बैठकमा हाम्रा नेताहरूले त्यही भन्नु नै भएको छ कि सरकारले देशमा अनुकूल राजनीतिक वातावरण बनाएन, देशलाई एकताबद्ध गरेर अगाडि लैजाने बाटोतिर गएन। स्वयं राष्ट्रपतिले दिनुभएको जुन कार्यादेश छ 6 महिनाभित्र चुनाव गराउने, चुनावको बाटोतिर होइन, अर्कै बाटोतिर मुड्न लाग्यो। यो गलत भयो भन्न
नेकपा एमालेको तर्फबाट हामी त्यही भन्छौँ। हाम्रा वरिष्ठ उपाध्यक्ष महासचिवले त्यही कुरा त्यहाँ उल्लेख गर्नुभएको छ। दुई धार त देखिएकै छैन। भोलि हामी निर्णय गर्दा एउटै निष्कर्षमा पुग्छौँ। छलफलको बेलामा विभिन्नले विभिन्न ढङ्गले विचार पोख्नु स्वाभाविक कुरा हो। हामीलाई दुईटै कुरामा चिन्ता छ। एकातिर तोकिएको समयमा निर्वाचन नहुने, त्यो निर्वाचन जस्तो नहुने। अब एउटा नाटक त मञ्चन गर्न सकिन्छ। 2062 साल माघमा होला तत्कालीन राजा ज्ञानेन्द्रले पनि स्थानीय चुनावको त्यस्तै एउटा नाटक मञ्चन गर्नुभएको थियो। निर्वाचनको आत्मा भनेको निष्पक्षता हो, भयरहित वातावरण हो, स्वच्छता हो र हरेक दलहरूले, हरेक उम्मेदवारले निर्भयतापूर्वक मतदाता समक्ष आफ्ना कुरा लैजान पाउने वातावरण हो। त्यो वातावरण छ त अहिले। त्यो वातावरण निर्माणतिर सरकार लागेको छ त। त्यस भएर मैले अघि पनि यहाँलाई भने कि सरकार चुनाव गराउने भन्दा राजनीतिक अस्वस्थता बढाउने बाटोमा लाग्यो। यसमा हाम्रो चिन्ता हो। तर हामी भोलि एउटा निष्कर्षमा आउँछौँ। हामीले भनेका शर्तहरू साँच्चै नै निष्पक्ष भयरहित वातावरणमा निर्वाचन हुने स्थिति हुँदा, त्यो निर्वाचन जस्तो हुँदा कुनै पनि लोकतान्त्रिक शक्तिहरू निर्वाचनबाट पन्छिँदैनन्। तर हामीलाई गम्भीर आशंका छ कि यो जे घटनाक्रमहरू समग्रमा भए त्यो नर्मल्ली निर्वाचन गरेर लोकतन्त्रलाई पुनस्थापित गर्ने उद्देश्यले भएका होइनन्। त्यसका पछाडिका अरू धेरै उद्देश्यहरू छन्। त्यो उद्देश्य पूर्ति गर्ने गरी विभिन्न खालका चलखेलहरू पनि भइरहेका छन्। हाम्रो त्यसमा चिन्ता र चासो छ। नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारीको भर्खर बैठक सक्यो। उहाँहरूले चुनावमा जाने तर चुनाव हुने स्थिति आएन भने संसद पुनर्स्थापनाको बाटो पनि खुला राख्ने भन्ने छ। तपाईँहरू चाहिँ ठुला दलहरूसँग वा भनौँ हिजोको संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग, राष्ट्रिय दलहरूसँग संवादमा हुनुहुन्छ कि हुनुहुन्न? तपाईँहरूको भोइस एउटै हुन सक्ने स्थिति छ? हामी संवादमा छौँ। नेपाली कांग्रेसका नेताहरूसँग पनि हाम्रो निरन्तर सम्पर्क छ। हिजो जनमत पार्टीका अध्यक्ष सीके राउतले हाम्रो पार्टी अध्यक्षलाई भेट्नु भएको थियो। अरू नेताहरूसँग टेलिफोन संवाद छ। हामी संसदमा रहेका सबै दलहरू, लोकतन्त्रका पक्षधर सबै शक्तिहरूलाई साथमा लिएर अगाडि बढ्न चाहन्छौँ। देशैभरि एउटा चिन्ता पनि छ। अब बिस्तारै नेतृत्व हस्तान्तरणको बाटोमा अगाडि बढ्नुपर्छ, पुस्तान्तरणको बाटोमा अगाडि बढ्नुपर्छ भन्ने पनि कतिपय साथीहरूका आवाजहरू छन्। ती सबै आवाजहरूलाई हामीले ध्यानमा राखिरहेका छौँ। पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ। हामीले वर्षौँ लगाएर स्थापना गरेका हाम्रा लिगेसीहरू, त्यो लिगेसीहरूलाई रक्षा गर्नुपर्नेछ। सङ्कटको बेलामा नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने पनि छ र आम जनताको र पार्टी कार्यकर्ताहरूको भावनालाई पनि सम्मान गर्नुपर्नेछ। महाधिवेशनसम्म पुग्दा हामी यी सबै विषयहरूलाई सम्बोधन गर्छौँ। तपाईँले सोध्नुभएको एउटा प्रश्नमा मेरो थप जोड के छ भने, खास गरेर युवा पुस्ताहरू जसले आफूलाई जेन्जी भन्नुहुन्छ, उहाँहरूलाई मेरो एउटै आग्रह छ। तपाईँहरूको भविष्य लोकतन्त्रमा मात्रै सुनिश्चित हुन्छ। तपाईँहरूको भविष्य गणतन्त्रमा मात्रै सुनिश्चित हुन्छ। तपाईँहरूको भविष्य चाहिँ इतिहासको निरन्तरतामा मात्रै हुन्छ। इतिहासलाई खारेज गर्ने बाटोमा अगाडि नबढौँ। 7 सालको परिवर्तनले देशलाई खुलापन दियो। 46 सालको आन्दोलनले हामीलाई बहुदलीय प्रजातन्त्र दियो। 62-63 को आन्दोलनले हामीलाई गणतन्त्र दियो र नेपालको संविधानले हामीलाई समावेशिता, सामाजिक न्याय जस्ता कुराहरू दिएको छ। दलहरूले यी सबै कामहरूको निम्ति ठुलो भूमिका खेल्दै आएका छन्। ती दलहरूलाई निषेध गरेर, ती दलहरूलाई इन्कार गरेर कुनै पनि नयाँ पुस्ता अगाडि बढ्न सक्दैन। कमीहरू छन्। तपाईँहरूको गजगच्याटले हामीलाई आफूलाई सच्याउन, सुधार गर्न, आफूलाई आत्मसमीक्षा गर्नका निम्ति अनुकूलै वातावरण बनाएको छ। तर कृपया पहिलो इतिहासलाई इन्कार गर्ने, इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजानु होला। त्यो पार लाग्ने बाटो पनि होइन र त्यसले हामीलाई कहीँ पुर्याउँदा पनि पुर्याउँदैन। दोस्रो कुरा चाहिँ तपाईँहरूले आफूलाई 24 गतेको हिंसाबाट चाहिँ बिल्कुल पृथक राख्नु जरुरी छ। त्यो तपाईँहरूको भावनामाथि पनि खेलबाड भएको छ। तपाईँहरूकै भाषामा भन्दा वास्तवमा त्यो अपहरण भएको छ, हाइज्याक भएको छ। त्यो हाइज्याक गर्नेहरूबाट अलग गर्नु, आफूलाई अलग गर्नुहोस्। तपाईँहरूसँग सुशासनका मामलामा, भ्रष्टाचार नियन्त्रणका मामलामा, देशको आर्थिक विकासका मामलामा हामी सार्थक संवाद गर्न, तपाईँहरूका कुराहरू सुन्न, तपाईँहरूका सुझावहरूलाई ग्रहण गर्न हामी तयारै छौँ। तपाईँहरू हाम्रा मित्रहरू हो। मित्रताको हिसाबले हामी अगाडि बढ्न तयार छौँ।